घाँस काट्न आएको छु लास्टै गर्मी यार कपाल बिग्रेर बर्बाद थेट पसिना कस्तो कपाल पनि लास्टै बिग्रियो अब यो 3 टब हो अघि 2टा कि एउटा बनाएर जानुपर्छ तर मौसम चाहिँ सफा छ यार आज यस्तो राम्रो भ्यू छ जङ्गलको बिचमा आइटा ल फेरि सुरु गरौँ है फाइनली घाँस चाहिँ काटेर सक्यो मैले अहिले यति 1 2 3 4वटा मात्रै वन काटेको छु गर्मी धेरैभन्दा धेरै अल्छी लागेर आज यसमा चाहिँ मोबाइल अडाउने ठाउँ नै नभेटेर एक्लै थियो नि त अनि मोबाइल अडाउँदा यस्तो झ्यालाएर कहाँ रहेछ हाँस मैले हाँस गायब भयो त यार मेरो हाँस कहाँ पुग्यो त यहीँतिर त छैन ए यहाँ रहेछ मेरो नाम्लो कहाँ छ फेरि नाम्लो 2टा छ एउटा बोकिन्छ एउटा बानिन्छ फाइनली भारी रेडी भयो अब यहाँबाट उठाउनु चाहिँ कसरी यार भारी बिग्रिला जस्तो लागिरहेछ मलाई बोकियो भारी ल अब चाहिँ घर हिँड्यो झन्नै हाँस्यो बिर्सेको यार यस्तो छ अब के गरौँ गरौँ भएछ त बाटो चाहिँ यस्तो छ यस्तो भिरको बाटो हिँड्नुपर्छ ल ल घरमा गएर देखाउँछु ओ फाइनली घर आइपुग्यो ए कुत्ता कुत्ता के हेरेको छ ओइ यहाँ चाहिँ भैँसी बाख्रा पुरै सानो सानो छ अब चाहिँ भैँसीलाई पानी सानी दिनु पऱ्यो अनि मन खाजा खानु पऱ्यो ल आजको लागि यति नै मलाई योभन्दा बढी बनाउन मन लागेन गाह्रो हुँदैछ बाई